तपाईहरुको कन्टेन्ट मोनेटाइजेसन टुल कतिजनाको गायब भएको छ? सायद धेरैजनाको गायब भएको छ होला है। एकचोटि चेक गर्नु होला र थाहा भएको साथीहरूलाई धेरै तनाव पनि भएको होला। यो कसरी ल्याउने, के कारणले चाहिँ गएको हो भन्ने चाहिँ धेरैलाई कौतूहलता लागेको होला। तपाईहरुको कौतूहलता यो भिडियोमा मेटाउने प्रयास गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। सर्वप्रथम तपाईहरुले चाहिँ फेसबुकमा कुनै पनि भिडियोहरु अर्को भिडियो ल्याएर टपक्क टिपेर लिएर हाल्नुभयो भने, टिकटकको भिडियोहरु लिएर हाल्नुभयो, अर्को म्युजिकहरु लिएर हाल्नुभयो भने तपाईहरुको भिडियो चाहिँ कपिराइट लाग्ने सम्भावना बढी हुन्छ। र त्यस्तो तपाईहरुलाई अब सुरुमा चाहिँ त्यसरी थाहा भएन होला र तपाईहरुले राख्नुभयो। अब चाहिँ एकदमै ध्यान दिएर चाहिँ भिडियो राख्ने गर्नु होला। यदि कन्टेन्ट मोनेटाइजेसन पाउनु छ भने तपाईहरुले फेसबुकमा रेगुलर काम गर्नु छ भने तपाईहरुलाई म स्क्रिन खोलेर देखाउन गइरहेको छु है त। सर्वप्रथम फेसबुक खोल्नु होला। फेसबुक खोलेर तपाईको यो लेफ्ट साइडको 3 कोलममा चाहिँ जानु होला र यहाँबाट चाहिँ सपोर्ट भन्ने जुन देख्नु भएको छ प्रोफेसनल ड्याशबोर्डको ठ्याक्कै मुनि र त्यसलाई थिच्नु होला र त्यहाँ थिचेर चाहिँ सुरुमा तपाईको यो प्रोफाइल चाहिँ तपाईको हेल्दी छ कि छैन, ग्रीन टिक लागेको छ कि छैन भनेर चाहिँ हेर्नु होला र यो ठिक छ ओके छ भनेपछि तपाईहरुको अदर कम्युनिकेसन भन्नेमा जानु होला। यहाँ चाहिँ तपाईको पहिलेको भिडियो चाहिँ कपिराइट लागेको छ कि छैन भनेर मेरो चाहिँ कपिराइट लागेको देखाएको छ। मैले यसलाई रिपोर्ट गरिसके। यो चाहिँ उसले एक्सेप्ट गरिसक्यो। 2023 को भिडियो रहेछ। अनि फेरि ब्याक आउने हैन। ब्याक आएर चाहिँ तपाईले तल मुनि आउनुस्। यसरी मुनि आएर रिपोर्ट एन्ड टेक्निकल प्रब्लम भन्ने छ, यसमा थिच्नु होला। यसमा यसरी इन्क्लुडमा जानु होला। यसमा गएपछि तपाईको चाहिँ अलि तल मुनि गएर स्ट्याटस अपडेट भन्नेमा जानु होला। यहाँ गएर चाहिँ तपाईको जुन त्यहाँ तपाईको त्यो के भन्छ कन्टेन्ट मोनेटाइजेसन भन्ने जुन टुल छ नि त्यो नभएको छ नि त्यो चाहिँ त्यहाँनिरको यो फोटो चाहिँ स्क्रिनशट गरेर राख्नु होला र त्यहाँ के लेख्नु होला भन्दा चाहिँ डियर टिम माई फेसबुक अकाउन्ट कन्टेन्ट मोनेटाइजेसन के भयो मोनेटाइजेसन टुल option not showing problem I have already follow Facebook community guideline please review my account भनेर चाहिँ यति लेखेर तपाईहरुले चाहिँ सेन्ड गरिदिनु हो भने तपाईहरुको 72 घण्टा भित्र तपाईहरुको त्यो जुन कन्टेन्ट मोनेटाइजेसन गायब भएको थियो त्यो फेरि रिटर्न आउने छ है त। हस्, थ्यांक यू। तपाईहरुलाई भिडियोले हेल्प भयो भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला है त।